हेलो गाइस, बैक टू माई युट्युब च्यानल। तपाईँहरू कस्तो हुन्छ, तपाईँहरू सन्चै हुनुहुन्छ त्यो पनि एउटा कमेन्ट गर्नु होला। हामीहरू आज मार्केट जाँदैछौँ। मार्केटमा आज सपिङ गर्ने हो। कतिजना हुनुहुन्छ हामी तिनजनामा हामी आज यता हेर्न सक्नुहुन्छ भैँसी यता छ गाई गोरु। तपाईँहरूलाई कस्तो हुन्छ सिन त्यो हेर्नु होला मजाले होइन। त मार्केटमा कतिजना मान्छेहरू हुन्छ, कतिजना के हुन्छ त्यो आज ब्लग बनाउन जाँदैछु। अनि यताको बाटो हेर्न सक्नुहुन्छ यस्तो छ। यो चाहिँ हामी आज चाहिँ जाँदैछौँ। यो जग्गा चाहिँ मस्तनाली भन्छन्, बेङ्गलोर यहाँ मस्तनाली। आज हामी सन्डेको दिन छुट्टी हो, त्यही भएर आफ्नो बजार जाने हो भनेर हिँडेको छौँ। भाइ बहिनी कस्तो लाग्छ होला हेरिदिनु होला। राम्रो लागेमा लाइक कमेन्ट सेयर गरिदिनु होला। पिकनिकको जग्गा कस्तो छ भने तपाईँहरूलाई देखाउने छु, त्यो हेर्नु होला। बाटो चाहिँ साह्रै हिलो छ, यति राम्रो छैन किनकि यहाँ पानी आइरहेको छ, घाम पानी भइरहेको छ है। त्यसैको लागि बाटो पनि एकदम ढिलो छ, कही जग्गा हिलो यस्तो टाइपको रस्ता छ। रस्ता चाहिँ साह्रै राम्रो त छैन। प्यारी समझ गई। अनि मार्केट पुगेपछि हामी के गर्छौँ के गर्दैनौँ त्यो हजुरहरूलाई सबै देखाउने छौँ। हिँडेकोहरू यिनीहरू देख्नुहुन्छ कसरी हिँड्दैछ हेर्नु होला। तपाईँलाई म पुगेपछि तपाईँलाई देखाउने छु कस्तो के हुनेछ उताको मार्केट होइन। उताको भिडभाड कति के छ तपाईँहरूलाई सबै देखाउने छु म। अनि त्यहाँदेखिबाट तपाईँलाई म शरम नगरिकन म देखाउने छु कस्तो के हुन्छ। अनि हामीहरू यस्तै बजार हामी चाहिँ मार्केट गर्नु पनि गएको, सपिङ गर्नु पनि गएको। मतलब यिनीहरूले आज कपडा सपडा किन्ने हो, सबै देखाउने छु तपाईँहरूलाई। फाइनली गाइस हामी आइसकेको छौँ बस स्टेसनमा। अब बस स्टेसनदेखि हामी जानेछौँ अटोमा होइन। गाडीमा देखाउने छु कस्तो के हुनेछ उता। बस स्टेसन यस्तो छ, यस्तो टाइपको छ यताको जग्गाको सक्नुहुन्छ। फाइनली गाइस हामी चाहिँ अब उठिसकेको छौँ अटोमा होइन। एउटा बस हाम्रो पैसा बोकेर हुँदैन भनेर हामी होइन बसमा चाहिँ अटोमा जाँदैछु। हेर्नु सक्नुहुन्छ यता यस्तो छ। बेर होइन पुग्नेछौँ 10 मिनट होला। हामीले गाइस हामी चाहिँ नामिसक्यौँ, नामेर हामी चाहिँ जाँदैछौँ। अब एकछिन बादमा हामीहरू पुग्नेछौँ, त्यतिखेर तपाईँलाई देखाउने छु। यहाँ यतिसम्म आइपुगेछौँ हामीहरू। यता हेर्न सक्नुहुन्छ यस्तो छ जग्गाहरू। अनि त्यसपछि तपाईँहरूलाई म देखाउने छु मार्केटमा के लिने हो खाने, के नलिने होइन। जस्तै कि तपाईँहरूलाई भन्ने छु म, जसले पनि जतिसम्म भ्लग बनाउँछ त्यसले चाहिँ त्यतिसम्म होला। लगाउनु भने चाहिँ तपाईँलाई ब्लग त्यति खास हुँदैन होइन। अब हामी चाहिँ यहाँ अब कुर्ती हेर्ने हो, कुर्ती लगाउने अरे। कुर्ती लगा अरे कहना क्या चाहते हो? आएर सुर्ती हुने अरे। कुर्ती कस्तो कस्तो भेटिन्छ त्यो तपाईँहरूलाई देखाउने छु। त्यहाँ हेर्नु लेडिजहरूको यता छ कुर्ती। जस्तै के भयो भने चाहिँ अब कुर्ती चाहिँ भरे आएर हेरिन्छ होइन। अहिले हामी चाहिँ सपिङ गर्नुको लागि जाँदैछौँ। कुर्तीहरू चाहिँ भरे आएर सुन्न सकिन्छ। तपाईँहरूले यति खासै सुन्नुभएको छैन भने यो गाडीको आवाज चाहिँ यति साह्रो सुन्नु सकिँदैन होइन। त्यो गरिदिनु होला, मेरो आवाजले तपाईँहरू सुन्नु होला कस्तो के छ के छैन होइन। बाटो म तपाईँलाई मार्केट गरेको म तपाईँलाई देखाउँछु। अब हामी चाहिँ यहाँबाट निस्क्यौँ होइन। तपाईँहरूलाई देखाउँछु भने चाहिँ देखाउनु पाएन किनभने पुरा उयो गर्नु सकिनँ। त्यसमा तपाईँलाई सरी ल। म तपाईँलाई देखाउनु छु पैसा मेरो कस्तो गरेको छ, के गर्नु छ। अहिले राख्नुभएको छ यता अहिले मेरो माया पुरा। अनि कस्तो बनाएको कि त्यसले म चाहिँ के
त्यतिखेर हेर्नु होला। अनि गाइस अब चाहिँ मैले रुममा आइपुगिसकेँ होइन। तपाईँहरूलाई देखाउँछु यहाँ मैले के सामान ल्याएको छु, के ल्याएको छुइनँ भनेर। अनि मेरो पैसा चाहिँ यस्तो बनाइदिएको छ गाइस, हेर्नु सक्नुहुन्छ। यस्तो विरक्त बनाइदिएको छ। 50 रुपियाँ पनि के गर्दै मेरो यो 50 रुपियाँ यो शिखर खानुको लागि मैले राखेको थिएँ 50 रुपियाँ पैसा नि खत्तम बनाइदिएँ मेरो। हेर्नु सक्नुहुन्छ हाम्रो सामानहरू यस्तो ल्याएको छु। आपेलहरू ल्याइदिएको। सपिङ गर्छौँ भन्दा चाहिँ हामी सपिङ पनि मजाले गर्नु पाएन होइन। मतलब किन गर्नु पाएन भन्दा हाम्रो यहाँ सक्यो। यो जग हाम्रो चाहिँ जग थिएन, फुटेको थियो, त्यही भएर आज लिएर आएको। राई सागको कसलाई मनपर्छ? यो चाहिँ राई साग 2 मुठा लिएर आएको छु। दुईटा छ एकदम राम्रो ताजा ताजा। यो धनियाँ पत्ता यति नै हो सब्जी। मासु पनि सब्जी तपाईँहरूले हेर्नुभयो होइन कस्तो के छ सब्जीहरू। हाम्रो यस्तै सब्जीहरू लिएर आयौँ। मतलब अनि हामीले बुङ्गुर ल्याएको छौँ। बुङ्गुरको मासुको सब्जी खाने आज फेरि। यहाँ छ कालो प्लास्टिकमा बुङ्गुरको मासु होइन। बुङ्गुर चाहिँ होइन सुँगुर चाहिँ हो। बुङ्गुरको मासु यस्तो छ हेर्नु। पनि बुङ्गुरको मासु 400 भइसकेको छ होइन। अनि तपाईँहरूलाई त भनिसकेको छु मेरो पैसा त यस्तो बनाइदिएको छ। ल त आजको भिडियो यति नै हो होइन। जतिसम्म तपाईँहरू कोसिस गर्नुहुन्छ त्यतिसम्म सब्सक्राइब गर्नु होला, सपोर्ट गर्नु होला। अनि सपिङ हेर्नु यहाँ दिदीले के ल्याउनु भएको छ। यो चाहिँ हाम्रो चाउरेको लाउँदैन। यो एउटा क्लिप लिएको छु मैले। यो रबर हो। अनि अरु के छ? त्यति नै हो। यो भाइको प्यान्ट हो। हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो बेबीको थाङ्ना हो। हामीले लिएर आएको आज। दुईटा लिएको छौँ। एउटा यो कलर हो। यो चाहिँ लागि हो। ल त आजको ब्लग यति नै हो। तपाईँहरूले जति गर्नु सक्नुहुन्छ त्यति सेयर गर्नु होला। तपाईँहरूले त मेरो त थाहा पाइहाल्नु कस्तो के भयो भनेर झमेला होइन। ल त बाई।